ल म ढोक गरेर गर्छु ल अब सुरु गरौँ है। नमस्कार, म शिव पोखरेल, योगा टिचर शिव पोखरेलको तर्फबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ सबैले देखिसक्नु भएको छ, उहाँ मेरो जेठी आमा हुनुहुन्छ। उहाँसँग मैले केही उहाँको परिचय दिन म भन्न चाहन्छु। परिचय दिनु, तपाईँको परिचय दिनु। मेरो नाम यस्तै, म मणिकर्ण पौडेल। पहिला जन्मेको कहाँ त्यस्तै भन्नु। जन्मे ठाउँ गुल्मी अरेवा पौडी, त्यस्तै भन्ने। उहाँको जन्मघर चाहिँ पौडी अरेवा हो भने कर्म पहिला धेरै वर्ष बसेको माथि दगादेखि माथि, स्कुलदेखि माथि के भन्छन्, जेल भन्छन्, के अरे थाना हो भने अहिले चाहिँ हाल बुटोल तिलोत्तमा 2 जानकी नगरमा बस्नुहुन्छ। खास शङ्करनगर बस्नुहुन्छ। र उहाँको आजको हाम्रो उद्देश्य भनेको खास के हो भन्दा हाम्रो जस्तै मैले पनि योग गर्छु, योग आसनाहरू गर्छु, मलाई आसनाहरूको बारेमा थाहा छ भने उहाँमा फेरि धेरै नलेज भनेको औषधिहरू, आयुर्वेदिकहरू, जस्तै हाम्रो गाउँघरमा पहिला कसरी गरिन्थ्यो भन्ने कुरालाई चाहिँ यहाँ कुरा जोड्न खोज्दैछु। मैले आयुर्वेदमा योगाको कनेक्सनलाई लिएर मैले एउटा इन्टरभ्यू रेडी गरेको छु। त्यसकारण मेरो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला र बेल आइकनको घन्टी पनि बजाउन नभुल्नु होला, ताकि तपाईँलाई लेटेस्ट नोटिफिकेसन मिल्नेछ र त्यही नोटिफिकेसनको आधारबाट तपाईँले यो भिडियोबाट फाइदा लिन सक्नुहुनेछ। अब आमा पहिलाको र अहिलेको जमानामा जस्तै अहिले त जे भए पनि औषधिले जो बल गर्छन्, पहिलाको र अहिलेकोमा के फरक छ तपाईँको विचारमा? मेरो विचारमा त पहिलाको भन्दा त अहिले त धेरै फरक छ। पहिला जडीबुटीको औषधि खाइन्थ्यो। त्यही त अस्पताल थिएन, मान्छेहरू बाँच्न पनि पहिला धेरै बाँच्थे, हो कि नै भन्नु त? माया ममता थियो, मान्छेहरूको दुःख सुख सेयर गर्ने माध्यम थियो, होइन? माध्यम थियो। त्यही त अहिले त अब जडीबुटी ल्याउने, कुट्ने, कति गोली बनाउने, कति झोल बनाउने, खाने। पहिला ससुरालाई पनि खुवाएँ मैले। हो, मैले थाहा थियो। उहाँलाई मैले पहिल्यैदेखि, हामी सानैदेखि, हाम्रो घर नजिकै पनि हो, हाम्रो नाता पनि पर्छ, त्यही भएर उहाँसँग म पहिल्यैदेखि एकदम नजिक छु। त्यही भएर उहाँलाई जस्तै मैले एउटा टोप्रे झार भन्छ नि, जस्तै टोप्रे झार हामीले यता आयुर्वेदिकमा चाहिँ ब्राह्मी भन्छ। र त्यो टोप्रे झारले के औषधि ठिक हुन्छ भनिदिनु त। टोप्रे झारले दिन्छ, अब शरीरलाई पनि हिट दिन्छ, आँखालाई पनि दिन्छ। अघि ल्याएर सदुवा ल्याएर टोप्रे झार ल्याएर टोप्रे झारको रसमा सदुवा मिलाएर खुवाइन्थ्यो। सदुवा मिलाएर खुवाइन्थ्यो, बेकात परो केही परो भनी। अहिले यो तपाईँले बेखात भन्ने बुझ्नुभएको छैन होला। बेखात भनेको चाहिँ टाइफाइड भन्छ। अहिले चाहिँ पेटमा आन्द्रोमा ज्वरो आउने भनिन्छ। त्यो मलाई पनि भएको थियो है। मलाई पनि पहिला एकदम 5-6 वर्ष 5मा पढ्दा एकदम 3-4 पटक भएको भइ गरेर मैले पनि उहाँले भने सदुवा लिएर त्यसपछि एउटा यो के अरे भालुको पित्त भन्नेसँग मैले खाएको थिएँ, मलाई याद छ। त्यसै गरेर तपाईँले सामान्य रुगा खोकी लाग्यो भने के गर्नुहुन्थ्यो पहिला? रुगा खोकी लाग्यो भने बालखौला रुगा खोकी लाग्यो भने अब ज्वानो, यिनी यो कुटुनी बुढी, गद्देकिरो, यिनी मिलाएर यस्तो मिलाएर रस बनाएर खुवाइन्थ्यो। अब अस्पताल थिएन। पछि अब सासू बिरामी हुनु, कान्छी सासू बिरामी हुँदाखेरि मैले सबै 100 बुटाका बोक्रा भटुलेर ताउलामा पकाएर तल जमाएर खोटी बनाएर। के को बोक्रा भन्नु अरे? 100 बुटाको बोक्राको। 100 थरीको। अब काफल 2 थरी काफल भयो, 2 थरी 3 थरी काफल, चौतारी, तिनी अब नचन बाबु
चौतारी त्यहाँदेखि यिनी कालिकाफल हजुर पखनबेत एउटा के भन्छ त पँधराउँदी पाइन्छ एउटा फुल्ने त्यो प्यालो प्यालो हुन्छ जरा त्यसको जरा ऐसलु सौर बाँझो खर्सुङ अनि विभिन्न सिन्काउली अर्को धेरै थरी भनौँ न धेरै थरी बोट बिरुवाको मिश्रण गराएर दबाई गराउनुहुन्थ्यो बिस्कुट बनाएर त्यस्तो बनाएर गोली बनाएर पनि खुवाइयो हजुर हजुर त्यति गर्दा पनि भएन हजुर त्यहाँभन्दा के खन्युका बोक्रा तिनी हुन्छ भनेर तिन ल्याएर कुटेर खुवाइयो कोइरालो हर्रो बर्रो यिनी सब मिलाएर खुवाइयो आखिर त्यस्तो हुँदै भएन सन्चो भएन तै दुःख भन्ने उतै दुःख भन्ने बेलुकी एक टाइम 1 घन्टा माड्ने खुट्टाबाट शिरसम्म त्यहाँबाट सुत्ने त्यस्तो गरेर गरियो पछिसम्म त्यहाँपछि भएन दिन बेलुकी एक टाइम राति 12 बजे एक टाइम भन्नु 12 बजे एक टाइम फेरि रातिको 12 बजे एक टाइम 3 टाइम मैले सासूलाई सेक्ने मान्ने पहिलो खानु आएन गरे अरू खानु दुध मात्रै खानु पछि म दुध खान्न मासु भाँडो खान्छु ल्याएर मासु भाँडो खुवाइयो मासु भाँडो खुवाउँदै फेरि दुधमा सर्नु दुध खुवाइयो दुध खाँदा फेरि मासु भाँडो खान्छु भनेर फेरि मासु भाँडो एक टाइम खुवाउने 3 टाइम मान्ने सेक्ने यिनी सेक्ने खायो भन्ने यिनी मान्ने राति 12 बजे उठेर दैनिक दुध तताएर खुवाउने र मान्ने दैनिक गरेको मैले 1.5 वर्ष गरेँ कि 1 वर्ष गरेँ त्यो अरू त सधैँ अब घर गएदेखि गरेँ पहिल्यैदेखि त्यति गरेर आखिरी जाने बेला पनि तल काखा राखेर दुध खुवाइदियो भनेर काखा राखेर दुध खुवाएपछि गयो पर त्यही भएर हो अब अहिले मान्छेहरूले के गर्छन् भन्दा दबाई मात्रै खाने जस्तै टाउको दुखे पनि दबाई खाने पेट दुखे पनि दबाई खाने जे पनि दबाई खाने दबाई भनेको दबाउने हो त्यसलाई निको हुँदैन है त्यसले त्यही भएर चाहिँ आमाको भनाइ पनि त्यही हो जस्तै उहाँले तपाईँले मैले देख्छु कहिले के अरे यो हुन्छ नि के टिप्दै हुनुहुन्छ आँखाको लागि दुबो खानुहुन्छ होइन कहिले चाहिँ के खान्छ फेरि कस्तो भयो भने म सुत्केरी भएको टाइममा माइलो जन्मियो थियो के हो त्यहाँबाट गहुँ पहिल्यै ठुलो जाँता पिसेर पछि फेरि त्यो आटालाई सानो जाँता पिस्ने त्यो धातो गढेर चलाउन नसकिने 15 दिन भएको थियो सुत्केरी भएका सासू त पेन लगाएको आफूले अलिअलि बल्ल लाउने मलाई अब मैले बल लाउन पर्यो पर्दाखेरि त्यो पेटको अब यता गोला हो कि नसा हो यताको यतै भएर म सास फेर्न पनि नसक्ने भएर के भयो तँलाई के भयो भन के भयो भने अब सुत्केरीलाई पिसाइ भन्छन् भनेर गाली गर्छन् भनेर त्यो कामी थियो त्यसलाई उहाँ तल जिमी पठाएर उहाँ भर्लाका बोक्रा केका बोक्रा ल्याएर थिचेर खाना दिएपछि यता त कहाँको त घाँटी च्याप्पै बाँधेर त्यस्तो भएँ विपत्तै खाना हुन्न केही खाना हुन्न केही देख्न हुन्न चिल्लो चाप्लो देख्न हुन्न तरकारी तरवल त देख्नै हुन्न आखिर मुहीसित खाने पानीसित खाने हिँड्दै त्यस्तै गर्दै गरेँ अब खोज्ने कुरो हरायो गरेँ अब थिएन त्यस्तो चलन थिएन रातिबित्ती भयो गुहार त खन्नु पऱ्यो भनेर बिहान अनि बेलुकी सबै गरेपछि सुतेपछि म गएँमा नौटुवा गएर जमदर साइसिन गएँ यो राति यहाँ के नाउ कान्छी भन्नु मलाई सन्चो भएन बाजे हेर्नुहोस् के भयो यस्तो भयो नाक छामे पेट छामे
त्यहाँबाट सुमित्रालाई के जडीबुटी के ल्याउन पठाएँ, खोज्न पठाएँ। उज्यालो बालेर उहाँलाई लिएर थिचेर राख्नु उहाँबाट खानपिन गरेर सुत्यो। मैले थाहा पाइनँ बाबु, तिनी मित्रबहादुरकी आमाले मलाई खुट्टा पाखुरा यिनी पुरै कति 1 घन्टा गरी माडेको मैले चाल पाइनँ, थाहा पाइनँ। त्यति माडेर त्यहाँबाट सुताएर बिहान समला साइँलाई चाह खाने भनेर दुध राखेको दुध हो त्यो कान्छीलाई त्यो मुही पारेको छ, त्यो मुन्नु र दुध हराएर खान देऊ भनेर त्यहाँबाट खान दिएँ। मलाई 1 मानु मह खोज, 1 मानु घिउ खोज, यति कागतीको चुक खोज, 1 पाती सत्तु खोज भनेर सत्तु माइली बुढीलाई सत्तु ल्याउन पठाएर 1 पाती मगो दिएर उता त सस्तो थियो गरे दिएर 1 पाती सत्तु राखेर सत्तु खुर्केर त्यसलाई ढिकिया कुटेर धुलो ओराएर 1 किलो आउँथ्यो। खास के हो त्यो सत्तुवा भन्ने? सत्तु त कहाँ पाइ, त्यो त 1 नम्बरको जडीबुटी हो गरे, कहाँ पाइयो अहिले त? उथर त बनाएको खोज्दाखेरि पाइन्थ्यो गरे, बाका जस्तो हुन्छ। त्यो ऊ भन्ने सत्तुवा भन्ने ग्वालचुर बनाउँथ्यो नि, त्यही सत्तुवा हो? होइन, कहाँ बनाहान र पहिला बनाउँथ्यो नि, त्यो डल्लोमा दिन्थ्यो नि हामीलाई। होला सद्दुवा साँधेको त्यही हो, त्यसैको त होइन? त्यो होइन। त्यहाँबाट त्यो लिएर मैले खाना थालेँ। घिउ र नैटोलबाट मह झिकाएँ, अरिया गएर कागतीको चुक ल्याएँ, यति घिउ खोजेँ। त्यहाँबाट अरू सबै जान्छन् गरे। अब भातसित खाना भन्तिखेर हुन त कहाँको भात दिए खानियो मैले। आटो पकाउँछु, फत्किसकेपछि एकछिन फत्क्यो भने यति कटौरा निकाल्छु, 1 चम्चा मह, 1 चम्चा घिउ, यति चुक राखेर 3 कटौरा हालेर त्यो खाने गरेँ। पछि त्यो सत्तु कुटेपछि सत्तु 1 चम्चा डाडुवा यति दुध राख्ने, गाईको दुध भन्दिकै भैँसिया दुध, गाईको दुध काँडो भैँसिया दुध 1 चम्चा, सानो चम्चाको 1 चम्चा त्यही दुधमा राख्ने। त्यहाँबाट त्यसलाई कुराउनी घोटी चाहिँ घोटेर कुराउनी जस्तो डल्लो हुन्छ, सेतो कुराउनी जस्तै हुन्छ, हस्को भएको कुराउनी जस्तो हुन्छ। त्यही खाएँ मैले, 6 महिना खाएँ। कति खाएँ त नियमित खाएको, यत्रै गोली गराएर खाएपछि त्यसले मलाई सन्चो गर्यो। त्यस्तो गरेर दबाई बनाउने। मैले त कान्छीहरूले यति दबाई कुटिनँ। फेरि बुवालाई पनि हो सही पेट दुख्छ, त्यही दबाई बनाइछु, खाँदैछु, के हुन्छ भन्दै खाँदिँदै के हुन्छ भन्दै खाँदिँदै अब त्यसै गरी त्यही पेटको रोग त्यस्तो थियो गरे। अहिले ठिक भयो। त्यही त मैले भनेको के हो भन्दा, म पनि सानोमा 5 कक्षासम्म धेरै हो, मलाई पनि पहिला एकदम बिमारी हुन्थ्यो। म पनि अलिअलि जान्ने भएपछि यस्तै घर गाउँका बनाउने अथवा आफैलाई कसरी हेल्दी, आफ्नो डक्टर आफै हो, त्यही भएर आफ्नो बारेमा चाहिँ आफै ख्याल गर्नु होला। आमाले पनि भनेको थियो। अहिले पनि यहाँ पनि तपाईँ नर्मल मर्निङ वाक गर्ने के गर्नुहुन्छ यहाँ दैनिक जीवनमा? मैले अहिले हजुर अन्त केही गर्दैन बाबु। म त कत्तर यसो तिनी बुढाबुढी आँखा तिनीहरूसित यसो हिँड्छु, नत्र केही गर्दैन। अब धेरै बेर बस्न 1 घन्टा बस्न पनि सक्दिनँ। कति बस्छु, कहिले निद हुन्न, कहिले 1 घन्टा बस्छु, कहिले आधी घन्टा बस्छु कि कति बस्छु। अब घडी हेरिदिनँ, बस्ने बेला अब कति बज्यो भने हेर्छु कहिले नत्र 1 घन्टा त म बस्छु बाबु। भजन गरेर म भजन गरेर पहिला अब गुरु महाराजले दिएको ज्ञान त्यसलाई गरेर बस्छु, सम्झेर, आत्माले सम्झेर। त्यसपछि भजनहरू गर्ने, भगवान्को नाम जप्ने, हरे राम भन्ने,
श्रीकृष्ण गोविन्द गोपाल नन्दलाल यस्तै भन्ने यिनी सबै यिनी भन्ने भजन गाउँछु पछाडि। पहिला सुरैमा अब त्यही गुरु महाराजजीदेखि दिएको ज्ञान त्यसैलाई भित्र आत्माले सम्झेर मुखले भन्ने होइन, जिउरो चलाउने होइन, भित्र आत्माले त्यही हो। त्यो पनि एउटा मेडिटेसनकै एउटा पार्ट है। मलाई पनि अलिअलि केही थोरै नलेज छ। जस्तै हामीले जप गर्ने, भजन गर्ने, कीर्तन गर्ने अथवा मनन गर्ने है, यी सबै एउटा योगाको पार्ट हुन्। उहाँले पनि त्यही योगाको पार्टलाई चाहिँ हो त्यो चाहिँ मनले भन्ने, त्यो हृदयले ट्याक्क मनलाई त्यहाँ राखेर त्यहाँ कन्ट्रोल गरेर यताउति मन भाग्न दिनु भएन। हजुर त्यस्तरी भन्थ्यो, त्यसलाई कन्ट्रोल गर्ने हो। त्यही त अरू त अब के गरौँ बाबु, अहिले त मैले त केही गर्न सक्दिनँ। भगवान् शरण गच्छ ए भगवान् हो, एकदम त शरण पर्ने हो, भगवान्को शरण पर्ने हो। अब शिवजीले दिनुभएको यिनी मेरा छोरा बाबु, अब कस्तो गरेर कस्तो बेहोरेर बसेँ मैले, कस्तो खटाएर बसेँ। यिनी शिवजीले दिएका छोरा हुन्। कान्छी बाबु जन्माउँदाखेरि छोरी जन्मन्छी भन्नु रहेछ, छोरो जन्मियो भनेर डाको छोडेर हुनुभएको कान्छी सासु। यत्रो छोरा भए एउटा टिको लाउने भएन भनेर ठ्याक्क आफू बित्दा बित्तिकै ठ्याक्क त्यो पितृको बास भएको के हो छोरी है। चाल चलन पनि ल्याइ छ, गोरी छ। मेरो डबाक धानी छोराहरू पनि अन्त के भन्यो भने धेरै छन् बाबु। पहिले यो बिहा गरियो साल ल्याएर भने 10 वर्षमा बिहा भयो। 2010मा होला न, 2010मा कतिमा? 10मा त्यहाँबाट बिहा गरेर घर लिएर जन्ती आएन आङ्ना 1-1.5 घन्टा त्यहीँ उभ्याए। अब हिँड्ने बेला त्यो कान्छी सासूलाई दुध खुवाउने भन्यो भए हुँदो रहेछ गरे। अब आफ्नै आमालाई बोलाएर दुध खुवाउने भन्ने चलन थियो, अहिले दही खुवाउने छ। ल मैले हुर्काएँ, मैले पढाएँ, मैले यत्रो छोरो बनाएर आज मलाई म त होइन्छु आमा त, त्यही रहेछ त्यही कुमाल्नी बतली होची भनेर त्यहाँबाट अब्जन्ती आउने बेला लुक्न गएर लुकेर तिनी खोज्दाखेरि 1 घन्टा लाएर उहाँ परालभित्र नलभित्र केमा भटामा लुकेर गनुमनहरू भए। दिन ठुल्ठुला जङ्गर साइलाई यिनीहरू गएर खोजेर भेटाएका हुन् अरे। त्यसो गरेर बल्ल बल्ल भित्र हुने भित्र भोलिपछि ल पानी उनले जा 15 जा त आगको बुटो खोलेर फाल भनेर ल्याइदिए। अब बिहा गरेका चाहिँ आकासित त्यहाँबाट गएर पानी लिएर आएँ। त गाग्री बोक्न सक्दैन भने भनेन, ठुलै गाग्री यहाँ पानी लिएर आएँ। बुढी त्यहाँबाट बसियो। दुरान फर्काएपछि 1 वर्ष बसेको म बसी अर्को चैतबार पैसाकहाँ बिहा भएको चैता फेरि चैतबारमा बाले आउन नभ्याएर जिमी ल्याएर 15 कान्छी कहाँ लिएर छोडिदिन। 15 कान्छी कहाँ लिएर छोडिदिएर अर्कन दिन माथि घर लिन मसा दिएन ल्याइदिएन भनेर रातभरि बिउडान चाल्छु रोएर अरे छाती पिटेर भोलि हाल गएर मेरो छोरा बिहा गर्छु फल्ना छोरी पठाएन भनेर रातभरि घर जानलाई पनि सुत्न नदिएर भो सारो अरे। त्यहाँबाट तिनी 15 कान्छी थोलिया भन्थे माउदाको कताका नाताले त्यहाँबाट तिनले लिएर भात खाने बेला माथि अब थाना गइयो। घर गएपछि त्यहाँबाट चुपचाप रहे। यस्तो गरेँ आज यस्तो भयो भन्ने कुराकानी गरेँ। त्यहाँ सुनेँ मैले। मैले फर्केँ। बिहान उठेर पानी तताउन पर्यो, त्यत्र गाडुलाई महिला ताउला उताल्न सक्दिनँ। उहाँबाट फेरि गोबर फाल्ने हो।
बिहान उठेर त घर त घर लिप्न पऱ्यो, गोबर फाल्न पऱ्यो, कालीमाटी ल्याएको घर छानु एममा छोइने जस्तो आओस् भने छानु के थियो त्यहाँ होला तर दैला आउने कालो माटो, त्याउँदी पनि कालो माटो लिपेका त्यस्तो गरेको घर थियो। उहाँबाट त्यस्तै हो बसियो गरेँ चैता। अब मकै छर्ने बेला आयो, मकै छर्ने बेला आएको थियो। मल फालिदियो भने त सक्दिनँ भन्नु मुला ढोका बोकेर मल फालेँ। त्यहाँबाट एउटा खेतारी भनेर गोरु नारी हान पछि डल्ला हान्न कोदालो गरुङको कोदालो डल्ला ठोक्दै घर मुनि आउँदाखेरि जाति त्यही हो बाबु कुन्नु चुडेर नै दुःख भित्ता ठाडो परेर यस्तै बसी कहाँ मरि त्यसका बाबु भनेर त्यहाँबाट गाली गरेपछि रुँदै फेरि छेउतिर गएर फेरि डल्ला ठोकी। त्यहाँबाट बेलुकी उग्रा जहीँ ज्वरो आयो म त अलि ज्वरो आएन, त्यस्तो ज्वरो आयो। त्यस्तो गरेर गरियो। राति 3 बजी उठ्न पर्थ्यो, नियमै उठ्ने हो त्यो पहिलाको त हो। थाना दुध ल्याउन जाने हो, दुध ल्याउन भनेर बुढा राइला ल्याऊ गाइला ल्याउँछौ थाना गएर दुध ठेका जमिसक्यो दुध बाले थाना त दुध ठेका जमिसक्यो भनेर भन्नु त। अब त्यस्तो गरेर अब भैँसी दुहुन नजान्दाखेरि पनि पिसाब मुई खाएको होइन पिसाब खाएको भन्ने गाली गरेको दोहोरो उठेर हिँड्छन्, म बोटको लहर जान्छु दुहुन। त्यस्तो गरी दुहाएँ बाबु मैले। धुन सिकेपछि कसैले दुहेनन्, कसैले रेगुलर हो। त्यस्तो गरेर बसियो। झाँता पिस्न पऱ्यो, ढिकी कुट्न पऱ्यो। पहिलाको त तिनी ढाका झाँता पिस्ने ढिकी कुट्ने यिनी सबै एउटा शरीरलाई राम्रो हुन्थ्यो नि त। अहिलेको त्यस्तो काम छैन। अहिलेको पहिला र अहिलेमा के फरक छ भन्नु त? पहिलाको जीवनशैली र अहिलेको? पहिलाको त अहिले त धेरै सुख छ मान्छेलाई। यो सुख छ गरे यसलाई भोलि हामीलाई रोग लाग्न पनि सक्छ होइन। आफूले कति मन शान्त छैन क्या अहिलेकोलाई छैन। त्यस्तै भयो। अब त्यस्तै हुँदै अब त्यस्तै कष्ट काट्दै गयो। कति गऱ्यो बा पनि अब ससुराले अब यो रानीसित म बस्दिनँ भनेर अब सासुरा लिएर जिमी आएर बस्नु। पछि अब बा अब कहिले पूजामा, कहिले अब रकमी मान्छे, कहिले कता जाने, कहिले अब तल जिमी बस्ने, उहाँ खेतमा जाने। म त अब त्यही हो भौरा सबै म परिकिमको भौरा हो, मलाई थाहा छ। राति पानी आयो घमेर चरी ओठ तल जा कुलो बनाउनु जा भन्ने अँधेरो छ, जुका लाग्छ नि यस्तै क्यानक्यानी भाँसियो छ, बाहिर कुहिरो आउँछ, पानी आउँछ, त्यस्ता कुहिरो ढाक्दो फेरि हैन यस्तो। कहिले अब माथि लौ तिरी खत बिराउनु पर्यो, लौ जा म लाखको घर मुन्तिर कुलो खन्दै लैजा। अब बालुकालाई सुताएर कोदाल लिएर अब गएछु त्यहाँ पानी सानी दिएर उरेर बाहिर केनेनेनेन गर्छ, पानी तप चुयो छ, कुहिरो लाउँछ, बाटो देखिन्न। त्यस्तामा गएर उहाँ माथि गएर खने परसम्म गइरहँदै थिएँ। एउटा उज्यालो भयो, त्यहाँबाट अरू पनि आए। घर आएर पकाउने आफैले हो। त्यस्तो गरेर पकाउनु आफैले पर्थ्यो। दुःख कति गरियो बाबु। अहिले यो दुःख गऱ्यो कसले भन्छ र। राति उठेर राति 3 रिस उठ्यो भने 12 बजी उठ्ने हो। अब कस्तो भने फेर अब धान दिनभरि बन्छु काइलालेर मैले तिनी असौजी बुटी खनेर फापर छरेर तिनी उक्काउँथा सानै जरासितका बुटी कति गरेर उखलेर खनेर त्यहाँबाट त्यति गरेर
तलतिर घर मुनि झ्याना उठ्थ्यो त्यहाँ चाहिँ आगो फुलुक्क देखेपछि घर जाँतो नार्ने हो त्यही अब घर जानु पऱ्यो गोबर फाल्नु पऱ्यो पानी ल्याउनु पऱ्यो अब त्यहाँबाट त जाँतो पिस्न पऱ्यो अब त्यो आटो खाने त त्यो बाएर भजुर भए भयो घर नत्र के रोटो खाने हो कि मकै खाने हो त्यही हो त्यति गरेर गर्नु पऱ्यो फेरि तपाईँको त राक्सी पनि जानु पर्थ्यो होइन पछि त राक्सी राक्सी पनि जानु पऱ्यो हजुर राक्सी पनि जानु पऱ्यो पछि जात्रै राक्सी गएन अब घर अब रात बिहान उठेर अब एक पछौडी आटो पकाउने हो तरकारी आटो पकाएर उहाँबाट एक मकै एक डाली मकै भुटेर त्यहाँदेखि खेतारालाई पठाउनलाई उहाँ खेतमा गयो त त्यहाँदेखि भैँला घल्यो घाँस काट्ने पिठो भुट्नु पर्छ है त्यो गर्ने बेलामा धान रोप्ने बेला पिठो भुट्नु पर्थ्यो त्यो पिठो भुट्ने बेला त राक्सी आएर राक्सी थिएँ राक्सीबाट उठेर स्याउ ओढेर उहाँ घर आएर घर गएर घर घाँस काट्न गएर घाँस काटेर आएर त्यो सासुले पिठो भुट्नु थियो त्यहाँबाट सोलिया राखिदिएर उहाँको सोलीभरिको पिठो बोकेर तल राक्सी झरेर बेलुकी फेरि घर त्यति गर्नु पर्थ्यो कति गरियो अहिले कति 82 हुनुभयो क्या कि 83 हुनुहुन्छ अब 84 आउनु लाग्छ त्यही त अब पहिला अब लौ यो त सिँगारू हो सिँगारू भई छोरा बिहा नगरी भएन भने दिनरात त्यही भएर गयो 18 वर्षमा बाहिर निक्ली त्यहाँ पछिबाट लौ यो त सिँगारू हो ची अब छोरछोरी जन्मेनन् थारी भई अनि अब गोलचौर गएर केटीमा आएर मुस्कटका पढेली फुलजेली केटीमा आएर आए रेडी गरे केटीमा आएर आएछन् राख्छु खेत 7 मुरी खेत 7 तोला सुन हजुर मेरो मन्जुरी यति दिएपछि मैले छोडिदिन्छु भनिन्छ गोतामेले त्यही त पहिला त्यस्तो थियो नि चलन होइन उहाँबाट त्यस भने त आएँ बा त बोल्नु थिएन गरी मैले त कहिले पनि हजुर अब त्यहाँबाट बिहान बेलुकी पकाएँ खानिदिएँ सबैलाई सुत्यो बिहान 3 बजे उठेर गएर पानी बसालेँ ताउलो बसालेर बसेको थिएँ तिनी फुलजेल पातो सुल्पा बेरेर गएर कोखा बसेँ भुसा भरे भरे खान्ला ए नानी एउटा छोरो बिहा गर्न पर्यो छोराछोरी जाए जन्म भएनन् निसन्तानी लेखेको छ अरे 18 वर्ष निसन्तानी लेखेको छ अरे अब बिहा गर्नु पर्यो केटी माएर आइयो छ सम्पत्ति कहीँ जाने यहीँ ल्याउने हो तिम्रो मन्जुरी दिनु पर्यो 7 तोला सुन 7 मुठ धान हुन्थ्यो 7 मुठ धान यति लेखापढी गरिदिनु पर्यो भने हुन्छ गर्दैनस् गुरु बिहा गरिदिनुहोस् सुन पनि मैले दिने होइन सासूले दिने हो घर मसी पनि छैन खेत पनि त्यही छ गरे अब सासूले जो किनेको खेत हो उहाँले चाहिँ दिनुहुन्छ छोरा बिहा गर्न मैले मन्जुरी दिन्न मैले मन्जुरी दिन्न बिहा गरेर ल्याए पनि मैले उजुर बाजुर गर्दिनँ के साब कचौरी लाने उजुर बाजुर गर्ने मैले गर्दिनँ गऱ्यो गरिदिनुहोस् भने मैले के छोरो टक्कर के बिहा गर्न दिए त्यस्तो अर्का घर बिहा गर्न पाउँछस् भनेको अरे बाबु मलाई त रुन त कति रुवाएँ कहिले न त्यहाँ त त्यो सुकला भन्दा थपला भएको त्यहाँबाट म त कस्तो नराम्रो लाग्यो घरको घैला सधैँ थिएँ गाउँ किन धोइरह्यो अन्त बुढा ठाइलाई बुढीले भुतुरीले त्यही सम्झिएको मैले त त्यही सम्झेँ बाबु
केही भन्न त्यति भनेर छोडेको अरे त्यत्तिको यहाँ गएँ भोलि पर्सि 6-7 दिन भएको थियो 6-7 दिन भएको थियो अनि लाग्दैन अब नि लाग्दैन रात खेल्न पऱ्यो बरु होइन अब बोल्ने कोही बोल्दैन न सासू बोल्ने न ससुरो बोल्ने न अब गोसा बोल्ने अब एक्लै काम गरियो छ कोही बोल्ने छैन गोठालाले चाहिँ अब त्यस्तो गरेँ हल्दानी उठिन जान्थे अरूले डराउनु दिन्छ भन्दा मलाई डराउनु दिएन बाबु भगवान्ले यस्तो मलाई त भगवान्ले त मलाई त कति गर्नु म त शक्तिसम्म भगवान्को त्यहाँबाट निला तेरो एउटोको सिगरेट एउटा पाइट सिगरेट दे सिगरेट सन्क सिगरेट खाएर सुटो उठ्टिखेर निडान्छस् भन्नु भन्दा नि माइले सिगरेट ल्याएर एउटोको सिगरेट सल्काएँ सट्ट सिगरेट तान्दै मलाई त लायो सिगरेट लायो झक्क निर पनि लायो झक्क निल्दा त्यो सिगरेट छोड्दा बित्तिकै निल छोडो त्यहाँबाट 6-7 दिनसम्म त्यसपछि त हिँड्दै रहेछु 3.5 भयो रहेछ है 3.5 भयो रहेछ रुद्राक्षी माला लगाउनु भएको प्यालो कपडा एउटा हातमा 1 तारे हुन्छ यसरी त्यो डम्बर एउटा त कमण्डलु लौरो लट्ठी छ आएर उठेर मछिम नजिकै आएर नरो अब तँलाई रुन पर्दैन नरो भनेर फनक्क फर्केर जानु भएको ठ्याक्क त्यसो भनेर जानु केमा हो अनि मागा हो कि त्यहाँबाट जानुभएको त ढक्क अर्को मङ्सिरा त दाइ जन 23 साल हो नि दाइ 23 साल म 22 मा जन्म्यो म 22 मा हुँदा जन्म्यो उ साल 23 हो का जन्म्यो पछि तिनी बुढा आए त्यहाँ न्वारण गर्न बिहा गरिदिनु होला त्यहाँ त म त यदि रोइनको बाबु घरको हेला सधैँ थिएँ गाउँ जान धुरी भन्ने गीत गाउँथेँ म त त्यही सम्झेर रहेँ खुसीको आँसु आयो भनौँ न उहाँबाट पछि त्यही वर्ष दिनु मङ्सिरा वर्ष दिनु हो नि हो कार्तिका सेतिर ल्याउनु पऱ्यो त्यहाँ त दुःख त कति काटियो यहाँ त भनेर साध्य छैन भनेर साध्य छैन हरा कोही छैन सुत्केर छु 11 दिनका दिन जन्मियो बालक जन्मेको 11 दिन न्वारण गरेर उठ्यो त त्यही ठुलो केटो जन्मेको 11 दिन बालकलाई त्यस्तो पिना हालेर लिएर हिँड्नु घर माथि तिरतिरी तोर छैन भनेर त्यहाँबाट अब लगेर गएपछि त जानु पऱ्यो लिएर गएको थिएँ ससुराल पन्तर गोन्या चित्र बुन्न हो कि हेर्नलाई बाँस चिर्नु नि त यो कहाँ जाने हो त्यत्रो गडौलो बालको लगेर भनेर तेरा बाको कात्रोला भन्दै लिएर खाटा फाल्टिएर जानु त्यहाँ त कोदो थियो एउटा पाटा टुप्पा बाल्खा लगेर कोदो काटिस् भाराबाट घाँस त देख्नु छैन थुत्नेर भारा घाँस आवालाई दिने होइन दाउरा गएर खोल्सा गएर सार्किया फरबारिया गएर केका दाउरा थिए तिनी तान्छु झुन्डिन्छु र लिएर भएको छ तिनै निस्किएको तँलाई कति पाउँदो सुत्केरी त्यस्तो गरेर लिएर सेक्न बालको सेक्नलाई दाउरा नदिने लिएर यहाँ दछाउने केही छैन एउटा डबला छ अब खुनले भरियो छ चला छ त्यस्तामा सुत्नु पर्यो छ त्यही गुन्द्रो त्यहाँ ढाडियो छ अब त चिसो घर नयाँ घर बनाएको चिसो छ त्यो चुलो त्यसमा यहाँ छातिया राखेर चुलालाई यहाँ छातिया राखेर 11 दिन पुऱ्याइदिउँ मैले नथाङ्ग्रा
न केही लुगा छैन। अब वर्ष दिनको एउटा छिटो अगुन्यो दिने काँडा हुने एकदम गाह्रो थियो पहिला। यस्तो कस्ता दुःख काट्यो भयो सम्झँदाखेरि त मेरो त मनै ओद्रन्छ यस्तो दुःख काटियो। त्यसो गर्दाखेरि नरो भने शिवजीले आएर नरो भनेर दिएको भएर त्यो हो यिनी छोरा शिवजीले दिएका छोरा हुन् भन्छु क्या मैले। त्यही भएर त एकदम राम्रो छ नि त अहिले पनि। अहिलेसम्म पनि भगवान् जस्ता छन् अहिले सबै भाइ केही यता तल माथि यता केही भड्कै छड्कै ठुलै कुनै भाइमा छैन, कुनै भाइमा छैन। म पनि सत्य जहिले मलाई फकाउनु त बाबु कति आयो होलान्। बाले पनि हेला गर्ने घरकाले हेला गरेका तिरतिरी पर लगेर माथि टङ्गी मुन्द्र बाहिर थियो नि हाम्रो त त्यही बारी यहाँ छाप्रो हालेर गाईले कोदाको चरेको बुटीमा गुन्द्रुक छाएर एउटो कम्मल ओढेर यता जङ्गल उता जङ्गल उँधो जङ्गल त्यस्ता म एक्लै 2 महिना सुती माघ त्यहाँ पालतिर घरौदेखि पारी सुती छु। ऊ फलानेले हेला गरेको छ त्यसलाई त फकाउन पर्यो केटी गोतिली छ भन्ने गोल्चेरबाट पनि गएँ फकाउने मान्छे। म त यस्तै राम्री मान्छे यस्ती मान्छे यस्ता जङ्गना यस्ता कस्तो दियो होला नि बा आमाले भन्ने फकाउने त्यस्तो गरेको थिएँ। कोही छ बारी यो सबै हो कलियो कुनै के माग्नु जाँदा कति छ भन्दाखेरि यसो गरौँ त्यो अरे त्यस्तै जस्तो सबै हो भने खेत कोही छ 30 मुरी छ म मरिजा सत्य बोल्नुपर्छ असत्य बोल्न हुन्न त्यस्तो भन्यो। त्यहाँबाट म घाँस काट्न गएँ घाँस काटेर आउँछ भन्दा सासू ससुरको पनि त्यहाँ उभिन्थे त्यहीँ गएछन् 3 मान्छे के छ कस्तो छ यो घर के छ भनेर गयो बुझ्न गयो त्यहाँबाट त हात पिठा छ यो बाडुवा छ बारी कति हुने है यहाँ 2 भाइको हो खेतै छैन भाइ बहिनी बुहारीका कोठिया हुन्छ छ उहाँले सिधा बताउनु गरे मैले त रिसले पो भनेको अरे होइन र त्यसो गरेर त भन्योहरू त मलाई छोड त फेरि दिदीलाई फकाउनु लाग्छ फेरि गर्बेली गोलचोरी गर्बे त्यहाँबाट म माथि छु माथि छु माथिबाट त लाग्छ त्यो मान्छे झोला त्यहाँ आएँ गोठ घर आउँछु भन्दाखेरि अधिकारी बुढो सुतेको उता घरमै सुतेको उता 3 दिँदै सुतेको आमा छोरा तिनीहरूलाई केही भनिनँ पोल्तर गएर के हो बल्ल बल्ल बिहा गरिदिएको सम्पत्ति छैन अहिले घरबेल लग्यो भने कहिले बिहा गरिदियो तपाईँ छोराको नाति जन्मियो छ बुहारीको व्यवहार गतिल छैन त्यति गएर त्यति मान्छेलाई गाली गर्न सक्नु न तपाईँले भनेर गाली गरेर गएँ किन छोडो आउँदो रहेछ कुरो हाम्रा थाहा नै फेरि हाम्रो कसैलाई म छु माथि धौ होला है बिहा धौ अझै जेठाजु बिहारमा धौ होला दिदीको बानी ओल्लो कस्तो रहेछ गोल्चोरबाट कहिले सिगरेट लिएर आउने कहिले धान ल्याउन आऊ भन्ने आउँछ गर्मी आउँछ घमरी छोरी लगाएर इस्माइलले छोरीलाई त्यस्तो लाइक अरे यो घमरी छोरी यस्तो हेला गरेर होइन र बोलेको तुच्छाएर होइन र भनेर मन त सासूले धन्नान गराउनु धन्नान गराउनु पऱ्यो उहाँबाट त बाबु त्यहाँबाट आएर छोरासित भन्नुभएछ त्यहाँबाट भेडी खा जानु रहेछ बा
भुर्रा भन्ने त्यो लाफिया भएर परिहाल्छ डाँडा आउँदै हुनु रहेछ त्यो पर लाभक भन्ने डाँडा त त्यो घर भ्याएर त्यहीँ जुम्रा हेर्ने के हेर्ने बस्या रहेछ घर माथिबाट थुर्किनु भएको त पत्ता चढ भागेछ त्यहाँबाट अर्को दिन फेरि बिहान सिमल डाँडा 4 बजी सिमल डाँडा आउँथ्यो अरे बिहान आएछ उहाँ कान्छो जेठाइले थुर्किनु भएछ त्यहाँबाट फर्केर बल्ल जोग्यो त्यहाँबाट गएर बल्ल हाम्रो रिताको फुपू बिहा गरेको छ त्यसले अहिले त्यस्तो गरेर त्यस्तो बेहोरियो त्यहाँबाट ओहो हाम्रो होइन मलाई फेरि आयो बाबु नजिकैको मान्छे बिरला सुवास गरेर बिरल कराउँदै आयो चिनी छैन भन्यो होलास् चिनियो छैन भन्यो होलास् आइज कि त मरिस् कि म मरेँ आइज मलाई यत्रो खुर्पा सधेर पाटा छेउमा बसिछु गरे अब कोही छैन एउटा पालतिर एउटा कोडरीको डाँडा टक्लको घर राइते कोडरीको थियो यस्तै खुबको उलेर खुर्पा लिएर बसिछु कहिले मार्ने थिइनँ त्यहाँ छुचुङ्गालाई पनि मारेँ त्यही दिन त मैले यसरी त्यस्तो गरेर त्यहाँबाट त्यसलाई त्यति गरेको त्यहाँबाट फर्केर जाने गरेर आएँ फर्केर जाने गरेर आएँ त्यसैखेर दिनचर्यामा हो कि एक सातामा बन बिहानभरि घर दाउरा काट्छु खाएर पकाउँछुहरू खाएर बन जान्छु बन गएर बन जाने हो 4 सल्ले खरखरे डाँडादेखि अझ पल्लोमा गएर गहिरा गएर दिने चुलेत्रा भयो बाप्रो भयो काटेर घाँस एक भारी घाँस लिएर फालेको थिएँ मैले त्यहाँबाट छोरबागी बुहारीभित्र यसैलाई राख्ने हो गम्री छोरी पहिले गयो भने जान्छ बिहा गरी गर्छ त्यसलाई राखिराख्छ मैले त यही बुहारी राख्ने भनेर सासूले भन्नु त्यो गरेँ त्यसको महासम्पत्ति होइन त्यसको ससुरालीको महासम्पत्ति होइन मैले महासम्पत्ति हो भनेर राख्नु थियो त्यहाँबाट त्यही हाम्रै घर बस्थेँ पछि त्यो त्यस्तो हल्ला भएपछि लिएर तलतरी घर राखेका हुन् तलतरी हिँड्दा अब मैले त्यति भनेपछि गम्री छ त ओहो हामीले थाहा नपाउने यसले थाहा पाउने यो त यस्तै रहेछ भन्ने बल्ल पछि ज्ञान थाहा भयो त्यसपछि उहाँबाट के हेर्न भनेर जानु कोडरी कहाँ जानु रहेछ कोडरी कहाँ त्यहाँ छाप्रा आउनु छाप्रा आएपछि मैले घाँस ओहो जेठीले बिना कामका छ्यास जस्तो घाँस ल्याएर फाल्छे चच्चरे डरो के हुन् यसले यस्तो घाँस यो दुहुनाले खाने घाँस गोरुलाई गाईलाई खुवाइछ ए यो घाँस नहाल गोरिया नाल्थे भनेर त्यहाँदेखि यसले ढाँटी रहेछ कि मैले त के भनेको थिएँ भने अब म यहाँ माथि बस्दिनँ हो मेरो यहाँ केही पनि रहन्छ अब म सबैको हेला भएँ म जान्छु अब म बस्दिनँ भने सबैले मलाई कतिले फकाउने कति रातिया बिराला स्वर गरेर आउने कतिले तास खेल्न मान्छे फलानु आछ भन्दै लिएर आउने त्यस्तो गरेर मलाई कति मान्छे आए म माथि बस्दिनँ म अब जान्छु भने थिएन त्यहाँबाट विचार गर्नलाई अब त्यहाँ त्यही दिन त्यहीँ बस्नु त्यहाँबाट अर्को त्यहाँबाट आधा राति 12 बजेको थियो के त्यो लाखो कि त उडबाट आउँछ पर त्यही बाटो त्यहीबाट त्यहाँबाट मारे थुर्कनु त्यहाँबाट के हो यो तिम्रो यो बाटो मूल बाटो हो यो के थियो यहाँ टाढा आउने भनेर थुर्कनु उहाँबाट गयो उहाँबाट अर्को दिन बिहान बल्ल घाँसो भुहारी बोकेर घर आएँ त्यहाँबाट बल्ल घर बसी घर एउटा बाल्ने दाउरो छैन माथि जाऊ त भमरी छोरीले 1 कडकुरा दाउरा बनाएछ चिरुवा दाउरा उनको बाबु 1 कडकुरा थियो धुई लाएर बोकेर कडकुरो भरिएको त्यत्रो दाउरा बनाएको थिएँ मैले माथि त्यस्तो गरेर दुःख गरियो बाबु
पछि मैले त कान्छी नानी भाएर आउँदा पनि तँलाई खर्लम्मै काट्छु भनेर ऐँचा ल्याउने काटिए। राति उठ्ने हो, राति गुडपिसो गर्ने हो, रातभरि सुत्न छैन, तिनी केटाकेटीलाई खुवाउनु छैन। माइला ल र उठो राति 10 बजे 9 बजे यसो र दुध खुवाएर ल सुताउँदै भयो। दिनभरि कोर्कले हुर्काएको मेला काम गर्ने हो। बिहान काम झुटा भन्दा त्यसै छन् आएर पानी ल्याउने, लाइटर बालेर 15 गएर पानी ल्याउने हो। त्यो सिरुमा बुढो पाल्तर जङ्गल त्यो कुना मलाई डर लाएन होला। कहिले 12 बजे पानी ल्याउन जाँदा यत्रो धारा थापेर ढोको कोट्टाएर हुकुरको सुतिकी झपक्क निदाइरहेछु, उठ भनेको टाँठै झर्क उठेर गाई ढोको हाँदेर घर आउँथे। तर मलाई केहीले डराउनु दिएन बाबु। मैले सम्झाउँदा पनि मेरो आँसु भक्कानिएर आउँछ। त्यो कान्छी नानीले घर नगर्दाखेरि पनि राति 2 बजेबाट उठेर घरको काम सबै भ्याएर घसी धोएर त्यहाँबाट त्यो सालगारी यहाँ डराउँदिनले पनि खाएन, बाघले पनि खाएन बाबु। म त सरर र तल जिमी त्यो पूर्वेनी बस यहाँ जाँदाखेरि बाबुहरू सबै सुत्नु थियो। दुई भाइ जेठाजु बा उहाँ फेरि ससुरा उठ्नुहुन्थ्यो भर्खर उठेर दिशा जान लाउनु। क्या राइस यस्ता रातिया क्या नास कान्छी नानी हुनु नपरे तँलाई काट्छु र मार्छु भन्नु आउँछ मलाई। म त थाहा दिन आइकि भनेर भने त्यहाँबाट फनक्क फर्केर जाँदाखेरि सिमल डाँडा जाँदाखेरि घाम झुलेको बल्ल कति हिँडी हिउँला कस्तो हिँडी हिउँला बालका उहाँ माथि सुताएर। अब त्यहाँ छ भन्ने छ गई भन्ने घर थाहा छैन। अस्ति सासू मात्रै हुनुहुन्छ, कोही छैन। त्यस्तो गरेर हुर्किएर उहाँ गएर अब कहिले बाहिर सर्यौँ भने अब धुनी मान्छे हुन्न। राता आएर राता आउँदाखेरि बोइदार बुढा कहाँ जान निस्किएको थियो कि के अरे होइन बोइदार पानी ल्याउने पँधेर्नीहरू यस्तै धुरो लाएर आएछ। मलाई फेरि मैले अब कम्मलबाट जाडो भरि यस्तै कम्मल ओढी थिएँ। मलाई देखेर तिनीहरू त गाली फालेर पत्ता चट्ने भाग्यो डराएर। म एक्लै हाँसो लागेको हुन्छ। त्यहाँबाट गएर जुरी ढुङ्गा भने त्यो माटो खान्ने हो त्यहाँ गएर कस्तो आवाज आयो होला ल भनेर कुर्लिएर ओबाल साइलालाई बोलाएर बोलेर पल्टेर गएर बाला थाहा दिएर बा उताबाट फुलधारा बाटो बा म यताबाट सिमल डाँडा बा र म लाउरे डाँडा बा म सिमल डाँडा त्यस्तरी अगाडि आएर भौँसी धुनु। मलाई केहीले डराउन दिएन बाबु। केहीले खाएन, बनाएकाले पनि खाएन। राति यहाँ कति हिँडी अगाडि हिँड्छ गरे भौरी मार्दै हिँड्छ। सिमल डाँडा आउँदाखेरि हराउँछ। माथिबाट लाउरे डाँडाबाट भौरी मार्ला त्यस्तो गरेर पनि त्यो हो। मलाई डराउन दिएन, कतै डराउन दिएन। बाघले पनि खाएन। बाघ आयो भने जा उहाँ पारि डाँडा जा भन्ने लखट्न। कुकुर अगाडि गएर म पछि गएर त्यो बाघ लखटेर आउने हो। यस्तो गरेर गरियो बाबु। अहिले भर्खर के गर्थ्यो र भने जस्तो भयो। कथा जस्तो हुन्छ। सम्झँदाखेरि त आँसु आउँछन् मेरो, आँसु आउँछन्। तर मैले छोराहरूलाई भन्छु त्यो नि मलाई एउटा ठाउँमा आँसु खसाल्यो भने मेरो आँसु बाहिर जान्न। मैले त कति कष्ट काटेर थारी सासूको सेवा गरेर बसेकी मान्छे। मलाई त्यति गराएकी सासूलाई मैले यस्तो गराएकी भने मैले भनेन बाबु। मैले 3 टाइम सेकेर के खाने हो, पाटा घिउमैमा पकाएर लैजाने हो, रोटा पकाएर बाक्सा तिनीहरू देखा देख्यो भने खाएको रिस गर्छन् बाउचराले भनेर लुकाएर खाँदिने। रातिसम्म माड्ने हिँड्ने खुट्टा मार्दिने सबैमा। कोदा बिउ काट्न जानुहुन्छ मैले घाँस काटेर पकाएर उहाँ आटो पकाएर छोडेर घाँस काट्न गएँ।
घाँस काटेर आयो, आएर उडेर फेरि तरकारी बसाल्ने, अब कोदाबी ओसार्नु जानु पऱ्यो फेरि भनेर तल जाँदाखेरि बन्सरी काँडाले कोदाबी लिएर निस्कन्थे। पछि फेरि म गएर कोदाबी काटेर लिएँ ओरेँ। अनि ल म त उठेर जान पनि सकिनँ, म त यहीँ दिशा गरिछु भनेर त्यो काटेर घलेकी ल्याएर त्यो काटेर कोदाबी माथिबाट हालेर, है के हो त्यो कोदा माथिको? के हो त्यही भएर पो को कहाँ बस्यो छु, बिउ खाड्यो छु, फुस्छ बनाउँछु भन्छन् क्या ती बन्सरी गाईलाई। त्यहाँबाट भन्नु त्यहाँ लगेर पोखरा लगेर धोएँ। मैले यिनी बुढाबुढीको दिसा पिसाब मैले ससुरा सासू जिम्मी बस्ने आएर तिनी खेत रोप्ने बेला बस्छ, बा राक्सी हुनुहुन्छ, बन्सरी काँडालाई केटाकेटीलाई पकाएर खुवाऊ, भैँसी दौ आटो पकाएर खानिदिऊ भनेर घर राखियो छ। म तल बुढाबुढीको स्याहार गर्न नपानी आइछु। ससुरा पनि त्यो खुन कति बगेको दिशामा सासूको त्यस्तै छ। त्यहाँबाट सासूको सोर्छु, उहाँबाट लान्छु र फाल्छु, त्यो धोइदिन्छु, सफा बनाउँछु, फेरि आउँछु। ससुराको उस्तै छ, ससुरा उस्तै। फेरि ससुराको पनि एउटा पुछिदिन्छु, धोइदिन्छु, त्यहाँबाट त्यो सोरेर लगेर फाल्छु। हो आटो पकाइ थिएँ ओ माइला साइला खाना जाने हुन् खेत रोप्ने बेला भयो बाहिर ल्याउन भनेको। आएछन् यहाँ फेरि आउँदाखेरि सासूलाई त्यस्तो गरेकी देखेँ। अर्को फेरि आउँदा त्यस्ता हातले दिएको केरा खाने हो, म त लाज पनि लायो घिन पनि लायो भनेर फर्केर गएँ। म त आएँ, आज भक्कै छु म भन्न गएँ त्यहाँ राख्छे। त्यति गरेर एक सातासम्म बसेर सेवा गरेर त्यो सोरेर मैले बाबु हात साबुन थिएन बाबु, हातैले सोइयो, छोरा छोरीको त खाइयो सासू ससुराको पनि खाइयो। त्यस्तो गरेर सोरेर सेवा गरेर गरेँ। पछि फेरि कान्छी सासू तल झरेर मलाई घमरी छोरी त मरिसन् त। यता ती तिनवटा बुढाबुढी छोराछोरी साना, छोरा घर नबस्ने, राति यहाँ केही भयो भने गरिदिने मान्छे छैन, हामी यहाँ नबसौँ, जङ्गलको बास कुलको नाश, छोराहरूलाई अब पढाउन पर्यो, अब हामी तल तल लर्कने हो भनेर भन्दाखेरि त्यति भनेको तेरो त बुढी मर्छेस् मलाई डराउँदिन्छ भनेर भनी भनेर रिसेर गएर तल बस्नु नपाएँ। तिनवटा बुढाबुढी भएर घरको मास छ बाबु, एक्लै छु माथि, न बा घर बस्ने, केटाकेटीसित म एक्लै घर, तिनी भैँसी घाँस काट, तिन छोरीको स्याहार गर, मलाई आपत त म त देख्ने माना 15वटा काँडा त उहाँ साइलाले झिक्दिएका हुन् हातबाट। त्यहाँबाट पछि गएँ म, पछि कहाँ त्यहाँबाट बिमार जाएछ फेरि, वाक्ने छेर्ने के बिमार जायो, ल आमा बिरामी भयो नि तल भन्न जानु हो बल्ल। त्यहाँबाट जानु पर्यो भनेर कुरौनी घोटेँ, रोटी पकाएँ, त्यहाँबाट मिठा मिठा तरकारी केराउका मन्टा कोसा मुला गाजर के बनाएर लिएर गएँ बाबु। जसेको बासाइले घर पोल्तिर हाम्रो एउटा गाउँडो थियो उको ओर्लनी, त्यहाँ चाहिँ जान्छु भन्दा त तिनवटा बुढाबुढी कत्रक्क बसेका त्यहाँ। म त काँडा आयो, मैले आजसम्मको सेवा गर्नसम्म गरेर आज गम्भीर छोरीले हेलागरी भन्ने पारेर यस्ता आएर बस्यो भनेर म त हुक्क गर्दै रुँदै गएँ बाबु। म त रुँदै गएर ढोग्ने, न सासूले आशीर्वाद दिने न ससुराले दिने, तिनटै बुढाबुढीले मलाई आशीर्वाद दिनु होइन। गएर टक्रक्क बसिछु उहाँबाट बसेको। त्यहाँबाट मलाई हेर्नु लाग्यो कि कान्छी साउले हात आउँदी, हात फुटेका त्यहाँदेखि नै सुरा नै हात एउटा एकन्टा थियो। उहाँबाट माइली बसेको अलि बेर पछि कुर्गेल्नी भात बसिहाल्थे यिनीहरूलाई मजुरहरूलाई भन्नु। सासूले भित्र भात पकाउनु लाग्नु, अमजीलाई तिनी अर्जेका भन्दा दाइका तिनी अमजीलाई
बाकसले मेरो भनेर बाकसले त्यसपछि चुरा रहेछन् बाल ल्याएका चुरा होलान् गरी बटौलाबाट अब त्यहाँबाट ल लगाइदियो भन्दै फाल्दिनँ त्यहाँबाट मजाले लगाइदिनु सक्नु होइन आफै सरेर यहाँ लगाइदिनु के हेर्नु त्यहाँबाट भित्र गएर खानु दे खान गइयो खान ए बुढा त्यसै पेटा त पऱ्यो छैन 3 छोचोले पनि दिन्नन् यसले खान्न त्यस्तो एक्लै खाने बानी छैन लुकाएर खाने यति कुराउँदै के देऊ बुढा भन्नु ससुरालाई रिस उठिएको थियो के थियो जानु होइन अन्त खाएर उठ्ने बेला यसो खुट्टो हिँड्न हुन्थेन तर घरसँगै जानु ढोकासिम जानु थियो हामीले खाएर उठ्यो खाएर उठ्यो उहाँबाट त्यो बुढा यति दिन त्यति दिए त खाँदै गएर भन्नु पछि खाएर उठेपछि मैले धुने कपडा छन् कि मस्त बोल्नु होइन क्या कपडा छन् कि धुने कपडा मैले लगाएर धुन्छु भनेर माहेर कपडा लगाएर धुन गएँ पानी गाउरी लगाएर पाउँदैन नआइ पानी गएँ यो देश किन्न आइयो कि बुहारी भेट्न आइयो भन्नुहुन्छ देश किन्न आइकि पनि होइन बुहारी भेट्न आइकि पनि होइन तपाईँलाई उहाँ अभिनय हुन टिटिन्डा बुढाबुढीको स्याहार सुसार कसले गर्छ र भनेर लिउन आइयो भन्नुहुन्छ त्यहाँबाट त्यसो भनेपछि उहाँलाई मैले कपडा धोएर आएँ त्यहाँबाट ल आउन भन्नुहुन्थ्यो कुरो जान पर्ने त होला गरेर घर भने मैले ल म लिउन आइकिम ल जानुहुन्छ भने हेर्नुहोस् मैले बोकाएर लान्छु भने त्यहाँबाट बोल्नु होइन रात दिन डुल्नु भएको छ र एक दिन घर जानु छैन दुःख परे भन्नु छैन केही छैन एक दिन गरेर के मर्छ र त तलतिर जेठीले गते सेमी ल्याएर थुपारी छ गएर दाल फोकेर लग्यो त खाना हुन्छ गरे भन्नु तलतिर झरेँ रङ्ग फोकेर उरेर लिएर आएँ आएर ठुलो बाबु छुट्यो थियो त्यहीँ बाहिरको कुरुक्क परेर एउटा खास्टो के जाति ओढेर भरे लुगा पनि थिएनन् गरे दुःख थियो गरे उहाँको त्यो थियो त्यसैको उहाँको कुरुक्क सुती थिएँ ननिदाउँदै भित्र वाक्केर बिके भएपछि उहाँबाट उठिथेँ सुनिन भन्दै ससुराले सिधै झोक्किँदै बोलाउन उहाँबाट मार पालो म नबोलिकन गएँ भित्र गएँ पुगेँ त्यहाँ झार जम्दै के ल्याएँ टोक्री थियो के ल्याएँ त्यसमा उठाएँ त भमिट गरेको उठाएँ त्यसलाई पुछपाछ गरेँ पखालेँ बाहिर लगेर पानी लगेर आएर उहाँबाट दुध तताउन बसालेँ त्यहाँबाट तेल तताएँ उहाँबाट खुट्टा माडेँ उहाँबाट आङमुडो माडिदिएँ माडेर उहाँबाट त्यो दुध खानिदिएँ ताउलो बसालिदिएँ ताउलो बसालिदिएँ त्यहाँबाट सुत्न बाहिर निक्लान्दै के सुत्ने हो बस्दै भन्नु त्यहीँ बसेर झुलेँ त्यहीँ बसेर झुलेँ उहाँबाट पारि अरियामा कोखरी कहाँ गरेर कुखुरो भाँसो कुखुरो भाँसेपछि गएँ छचम गर्दै गएर नपानी यहाँ त खोइरा उता त मलाई त केलाई डर लागेन कुन्थु लाग्दैन उहाँबाट गएर पानी लिएर त्यहाँबाट त्यो ताउलो उतारेर लगेर पानी दिएँ भैँसीलाई भैँसी धुएँ त चाम्रो थियो क्या भैँसी मामबारी भैँसी धुएँ एउटा दुध लिएर भैँसी राखेँ त्यहाँबाट लिपलाप गरेँ अनि फेरि पानी ल्याउन गएँ खाएर एक गाँस खाएर जालान् भात बसालिदिएँ भनेर त्यहाँबाट सासूले सब भात बसालिदिनु र त्यहाँबाट खाएर उठेर ल म ल्याउन आइकिम टिटिन्डा बुढाबुढीको स्याहार कसले गर्छ ओवा साइलोलाई भनेर भए पनि जला भनेर भए पनि बोकाएर छोरालाई पठाइदिन्छु यहाँ बोकाएर घर आउनुहोस् भनेर छोडेर घर आएँ त्यसपछि त्यसको त एक सातामा जानु घर जानु घर गएपछि अब त्यही बिहान बेलुकी एक टाइम राति 12 बजे एक टाइम दिउँसो 12 बजे एक टाइम त्यति मान्ने र दुध खुवाउने र दुध खुवाउने त्यति गर्ने आफ्नो काम पनि गर्ने त्यति सेवा पनि गर्ने त्यस्तो गर्ने र त्यो बाबु थियो कहाँ एउटा तलतिर गहुँ काट्नु थियो त्यही गहुँ काट्न मलाई गरेँ
त्यहाँबाट बाबु रुँदै गयो जहाँ घर गएर भाउजू आउँछ बस यहाँ किन आइस भने तँलाई पिटी आमाले पिटी जाऊ आऊ बा आऊ भन्नु पछि आइज भोलिपछि काटे पनि हुन्छ त गो भन्नु र फेरि घर आएँ घर आएपछि ल चाबी ला भित्र मेरा दिने लुगा गहना झिक्दी भन्नु त्यहाँबाट गएर छोराले साँचो दिने होइन ससुराले दिने होइन गाली गर्ने मैलै हो हेला गरेको पनि मैलै हो साँचो फालेको पनि मैलै हो सबै गएर त्यहाँबाट साँचो गरेर गहना झिक्दी बाला झिकेँ सुन झिकेँ त्यहाँबाट साडी झिक्दी सल थियो त सल झिक्दी चोलो झिक्दी त्यहाँबाट लिएर हुन्छ तिनी झपक्क लाउनु चुरा रहेछन् फेरि ल्याएर ल आइज लगाइदिन्छु भने फेरि लगाइदिनु चुरा लगाइदिनु अब त के सम्झने भनेर होला के हो अब त्यहाँ त्यति गरेपछि फेरि गएर तलतर गरेर काटेँ त्यो घाँस गरेर आएँ आएँ फेरि तिनी गहना तिनी कपडा काटेर लौ राखिदियो भने फेरि राखिदिएँ त्यस्तो भयो आखिरी चैतमा त्यस्तो गर्दै गर्दै चैत लाग्यो अब मङ्सिर आडो त्यस्तो भएको कात्तिक आडो कात्तिक मङ्सिर पुष माघ फाउन चैतमा त्यस्तो भएको त्यतिसम्म त्यहाँ मैले चिल्लो लाउने कहने दुध खुवाउने मास खोजेर मासको फाँडो पकाएर खाँदैन बाहुनकी छोरी होस् त्यहीँ ऐना पकाएर लिए त जहाँ दिए पनि म गति पर्छु भन्नु नि त दिन्थेँ त्यहाँबाट खानुहुन्थ्यो उहाँबाट चैतको कति गएको थियो त्यहाँ बुढालाई केही थाहा नै म त उन्न धुन्न थिएँ बाबु मैले त केही सम्झन्न सम्झिनँ उहाँ त चैतमा मुलाभरि ठुटा तिनी मुलाका ठुटा कति थिए बिहान केटाकेटीलाई खुवाएँ मैले नास्ता खाएँ कि खाइन त थाहा भन्न आटो पछाउनु यहाँ छ केटाकेटीले खाएर गए मलाई त अब भोलि मकै छर्ने भन्ने म त मल थिएँ तिनी ठुटो फाल्न गइथेँ फालेर जम्मा बारेँ अन्त केटाकेटी स्कुलबाट आएपछि आमा बुढियाले आमालाई बोला मलाई भन्नुहुन्छ मलाई गएँ मुनि खाइथेँ मलाई खान्दिनँ भन्नु दिन्छु कुरो भने उहाँबाट फेरि मासुको फाँडो पकाइदिएर कटौरा राखेर खानु अब मलाई पुग्यो राख दे भन्नु सदा राख भन्नुहुन्थ्यो त्यही दिन दे भन्नु उहाँबाट मलाई भोक लागेको थियो त्यो चिसो आटो खानु भन्दा त यति ढेँडो पकाएर खान्छु मैले भनेर यति लुगा फेरेर त्यहाँबाट फेरि चुला आगो बोकेर ढेँडो पकाएँ यति पकाएर खाने बेला दाइ बा जानुभएको आउनु त्यो झिमिहाट जानु है कताबाट जानु उहाँबाट मैले खाएँ नानी आएको अरे भात बसाइदिए भन्नु त्यहाँबाट भात अन्त खाएर उडेर उहाँबाट मैले खाएर उहाँबाट लुगा फेरेर भात बसाइदिएँ त्यहाँबाट खडबडी नथ्यो पहिला मैले सुहाथेँ पछि मैले खाने बेला बाल समाउनु त सासूले त यस्तो गराउनु भएछ सरप्पै भात एकदम काफर गरे त्यहाँबाट पछि माथिबाट भान्जा आउनुभएछ भान्जा आएपछि त त्यहाँबाट भान्जा दिनु अन्त मैले भात पाकिसकेको छ गरे भात पाकिसकेको थियो त्यहाँबाट डराएर आमा म त भात खान जान्छु भन्नु त्यति भनेपछि छोड्दिनु उहाँबाट भान्जालाई समाउनु सने उहाँबाट खानासाना दिएँ खानपिन भयो त्यहाँबाट अब बेलुकी सुत्नु बेला भएको थियो रात दिन यसलाई हिँड्नु भएको छ त सुत्न पाइ छैन न बस्नु न सुत्नु भयो जा सुत एक रात भयो भने सुत्लिस् भनेर भन्नुभयो त्यहाँ ओछ्यान लगाइदिएँ त्यहीँ सुत्छ म यहीँ सुत्छु भन्नुभयो त्यहाँ ओछ्यान लगाइदिएँ यहाँ चुल्हा नासा सुत्नु म गएर फेरि राति उठेर दुध खुवाउनु पर्छ मान्न पर्छ
दाउरा त ल्याउनु पऱ्यो भनेर दाउरले जाँदा सारीको त गौडाबाट हाम्रा घर ओर्लान्छ अब लेखेछु 4-5 जना मान्छे झरेको बाबु झरेको अरे अब गाउँ भएको मान्छे आयो भनिदियो मसँग आऊ अब मसँग आऊ लान्छ अब भन्दिनँ मैले भने डर दुक्कुर्दै लहर दाउरा ठप्प राखेर त्यहाँबाट गएर सुतेँ राति उठ्नुभएछ त्यहाँबाट दुध तताएर खाँदैन भएछ यति त रहेको थियो मोज माथि राख्नु थियो बिहान उठेर धन्ना घरको धन्ना गरेँ बानी दिएँ लिला बाली काम केटाहरू लगेर पर्खाल लाउनु जानु त्यतिखेरसम्म थाहा थिएन भएर सुत्नु थियो सुत्न दिन जात्रै खडबडिनु छ भनेर त्यहाँबाट पकाएँ सुनवरलाई पनि खाना दिएँ सबैलाई दिएँ धानदेखि अब घाटा लानु पऱ्यो भने त चामल चाहियो र त्यतिसम्म मैले आँटिया गएर धान झिकिदिइनँ केही जात पनि अर्डर बिना उहाँबाट गएर चामल त्यो धान झिकेर सुकाएँ त्यहाँबाट पछि अमज आउनु र कुट्न जमाएर कुट्न गयो बाला त्यहाँ आमालाई हेर्नुहोस् भनेर भनेको त बाहिर आएर बस्नु कता आएर बस्नु धान कुटेर आइयो म दुध खुवाउँदा बित्तिकै गयो बेला गरेर पर अन्त त्यहाँबाट पछि तिन लाठी बाँधिदिने आमा बुढी आन्न भन्ने लाठीले अझ मैले त भोग्दै गएको त्यस्तो जाने कि दिन बुढी कति सालतिर हो यो कति सालमा हो लगभग कति सालमा आउँछ पनि त कौन दाइ कति सालमा हो भने बाबु बर्सीको 1.5 वर्षको थियो 1.5 वर्षको 38 सालतिर 32 साले हो पर ए 33 सालतिर होला नि 34 तिर त्यहाँबाट कुट्यो चामल बनाएर ल्यायो दा भाइ हेर्नु होइन आमालाई छाउ गर्नु गएन अब अप्ठ्यारो पनि अब लुगा छुन यसो गराउन पाइन्थेन गरेर गाली गर्नु नि त खुट्टाबाट छाम्दै आसम्म लाग्यो तातो छ उतिखेर गयो बाहिर निकाल्नु पऱ्यो के भन्ने कुरो भयो के बाहिर निकाल्नु बल्ल बल्ल भित्रै नआउने मार मजुली गाली गरेर बल्ल भित्र आएर दुई मावन्जाले बाहिर निकाले अब फेरि मान्छे खोज्दा छैन अगर पानी आउँछ गरे बाहिर कोही देखिन्न त कामिट गर्दालाई बोलाएर भेटघाटेर पठाइयो नौटा पठाइयो त्यहाँबाट नौटाबाट आएर लाखोलाई उसै दिन उहाँ टक्सार पठाएको कातर ल्याउन लाखो त अर्को 9 बजी जान्छन् लुबिएर त्यही भएर बाबु मैले ससुरालाई राक्सी पठाएँ कि नबित्दै 3 दिनदेखि ससुरा भ्याप्तुन्न बाबुको सेवा गर्न पर्छ मर्ने बेला लैजानुहोस् भनेर बोकेर मामन्दार लिएर हिँडेका मकै मल्सिआएर झर्छु मकै भाँच्ने बेला अति असोजा मकै भाँचेर स्याहार्छु भनेर उहाँलाई लिएर झर्नु गएको कसै माइली भन्नु मलाई बोल्नु होइन यसले मलाई छलुवा पठाइ भनेर त्यो सारा पुग्यौँला नि मैले त उहाँ लगेर सुखा होला होइन त्यो ल्याउने बेला अब त्यहाँ लगेर त राही बेस्ट पकाएर खानिदिने सेवा गर्ने तुलसी मैरा राख्न सकिने बोल्तर मान्छे आउँछन् हो कि होइन भेट हुन्छ भनेर मैले पठाएँ मास्टर रिसिनु होला गरेँ अब त्यहाँदेखि मैले मान्छे लाएर कति गरेर मकै स्याहारेर भगत सागर भएको त मकैको हिरण पनि त्यस वर्ष त त्यहाँबाट सरेर 3 घन्टा राति 4 बजे उठेर हिँड्दा त 4 बजे त सद्गत गरेर आएँ भन्छ गरौँ गेनेले उसमा भैदर पोखरा उज्यालो भाउ छैन त्यहाँबाट फेरि फर्केर आएर घर यस्तो सेनलाई गरेर अराइस बुरे गराएर एउटा तलै राख्से केरी बसे कामको हामी बाबाको भाला त्यस्तो गरेर त्यसो गरेको बाबु दुःख पनि कति गरियो होइन पहिला त दुःखै थियो नि त अहिले भन्दा अहिले सुविधा धेरै थियो आखिरी पहिला हेर्दा भयो पछि कस्तो भयो घङ्ग्री कसी हात पानी खान्न मैले घङ्ग्री छोरीको हात पानी खाएर मर्ने भनेर ल्याएर दुईटी सासूहरूलाई कसैले पानी राख्न परेन
म त कस्तो अलछिना हुन् कि लछिना कहाँ मेरी सासू बिरामी हुँदाखेरि पनि छोरीलाई चट्ट खानासाना खुवाएर उहाँबाट स्कुल पठाएर त्यहाँबाट सासूलाई लगेर बाहिर लगेर पखाल पुखुल गरेर धोएर गुन्द्रुक दछाएर बाहिर घाममा आँगना सुताएर त्यहाँबाट त्यो बिस्तारो लगेर उता लगेर लोटा केमा पानी लगेर बाल्टी पनि थिएनन् त्यो दिशा धोएर लिएर त्यस्तो गराएर राख्थेँ मैले मेरो सासूलाई र के खानुहुन्छ भन्ने खाने कहिले खिर खान्छु भन्ने खिर पकाइदिने कहिले मासु खान्छु परियाको झोल खाने भन्ने परिया पनि काटेर खुवाइयो के अरे पनि त्यो सम्झनमा सुन्तला खान्छु भन्नु कता सुकेको सुन्तला भेट्टाएर खुवाइदिएँ त्यहाँबाट एक्लै छु त्यहाँबाट सासूको छाँटको तिल छैन तपाईँ नजानुहोस् भनेको उहाँ म जाउँ उहाँ लवङले खान्छ भनेर जानु सासू अब रहनु न अनि दुई फु भएर पाठ टिप्न पठाइछु गरे बाबु कति अलझेन आयो म न अब बितेपछि जाने मान्छे हुन्न जिउँदै ल्याएपछि नबिते पनि काम लाग्छ बिते पनि काम लाग्छ भनेर पाठ टिप्न पठाएकी त्यहाँबाट म अब सासूसित बसिछु दिनभरि दिया स्याहार पनि गरिछु सासू स्याहार पनि गरिछु के खान्छ भने खान हुँदैछ अरू खान्न केही भन्नु जाँदा दिएन खान्नको कसैले त्यहाँबाट चाँडी गरेँ एउटा भदौनी बेला ठ्याक्कै मित्री आयो मित्रलाई ल भाइ बजारलाई हेर म भइदिन्छु भने म गएँ भइदिएँ आउँछु भन्दा त डेढ बजी पाटा केरो खान्छ करे के को हेरोस् मित्रको त्यहाँबाट त त्यति गरेपछि भित्र दुध बसाले उहाँबाट बाहिर आउँछ तिन फुगदले पाता भएर लिएर बिसाए उहाँबाट ल यहाँ सानोलाई हेर्नुहोस् छोल्नु होला मैले भित्र बत्ती बाल्छु भनेर म बत्ती बाल्न गएँ आटो पनि पकाइछु त्यहाँबाट बत्ती बाल्न गएँ चाँडी खाने भनेर त्यहाँबाट बत्ती बाल्न गएँ बत्ती बालेँ सानोले पानी भन्छ नि खान्छी भन्नु भित्रबाट पानी ल्याएर चप्प खुवाइदिएँ ढिपिक्कै त्यहीमा मजुरले पानी राख्न पनि पाउनु सानी थिएँ त्यसले पानी राख्न पनि पाइनँ कसैले पाएन उतिखेर अलिपल्ट छोरा आउँदै हुनुहुन्छ छोरा पनि पाउनु होइन त्यस्तो लेखेको कुरा त्यस्तो हुँदो रहेछ भगवान्ले त्यस्तो जुटाउँछ मेरो हात दुई ससुरा पनि मेरो हात बित्नुहुन्थ्यो अब मैले ससुरा स्याहार होला तात्तातै लयो नि राति मन्डोल बालेर लगेर सदगत गरेर आएको भनेपछि त उतिखेर लयो के अरे अनि म त जानु पर्यो अब न मेरो कहाँ छोरी मरेको थियो न कसै मरेको देखेको थिएँ कसैलाई नदेखि मान्छेले मैले सब त्यस्तो गरेर गऱ्यो परे पनि जस्तो परे पनि धेर्दै गरे धेर्दै गर्नु विपत्ति सहनु जस्तै परोस् त पनि हुन्छ आमा लामो हुन्छ भिडियो धेरै ठ्याक्क फेरि हामीले भिडियो बनाउँला यस्तै ठ्याक्क आमा बासम्म आइयो नि त हामी त्यस फेरि यताको उसलाई चाहिँ फेरि बनाउँला है त ल हुन्छ ल फेरि नमस्ते गर्नु सबैलाई ल कति मिनट पाउँछ